होप यु तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। अहिले चाहिँ म काठमाडौँबाट आफ्नै ठाउँ आफ्नै गाउँ जिरी जाँदैछु। पानी परेको हुनाले सुरुदेखिको भिडियो लिन पाइनु। अहिले राइट नाउ म दोलाल घाटमा छु। केटीएम टु जिरी जाने बाटो दुई ठाउँबाट छ। एउटा खुरकोटको बाटो हुँदै मन्थलीको बाटो जानुपर्छ, अर्को बाटो धुलीखेल हुँदै मुडेको बाटो जानुपर्छ। केटीएम टु जिरी 198 किलोमिटर टाढा छ। बाइकमा ननस्टप गयो भने 5 आवर लाग्छ। अहिले बाटो चाहिँ 2 लाइनको छ। बाटो खावासम्म चाहिँ एकदम दामी छ है। त्यहाँबाट चाहिँ अलिकति हिलो छ। जिरीलाई स्विजरल्यान्ड अफ नेपाल पनि भनिन्छ। यो किन बनेको हो भने जिरीमा धेरै वर्ष पहिला स्विस भूगर्भविद टोनी हेगन आउनुभएको थियो। उहाँले जिरीको भौगोलिक बनोट र हावापानी चाहिँ स्विजरल्यान्डको जुरिच सिटीसँग मिल्दोजुल्दो छ भन्नुभएको थियो। सो जिरीलाई चाहिँ स्विजरल्यान्डको जुरिच सिटीको हावापानीसँग मिल्दोजुल्दो भएको कारणले चाहिँ स्विजरल्यान्ड अफ नेपाल भनेको हो है। स्विजरल्यान्ड चाहिँ होइन है, सबैले अब स्विजरल्यान्ड अफ नेपाल भन्छ होइन, तर स्विजरल्यान्डको जुरिच सिटीको हावापानीसँग चाहिँ मिल्दोजुल्दो भएको कारणले चाहिँ अब यस्तो भनेको हो। जिरीको बारेमा भन्नुपर्दा जिरी सी लेभलबाट 1905 मिटर हाइटमा छ। अनि जिरीमा धेरै सङ्ख्यामा चाहिँ अब जिरेल जातिको चाहिँ बसोबास रहेको छ। अरू जातिहरूमा शेर्पा, नेवार, तामाङ, छेत्री आदि बसोबास रहेको छ। स्टे ट्युन एभ्रीवन है। अरू कुरा म बाटोमा धेरै कुराहरू भन्ने नै छु। धेरै एक्साइटेड भइरहेछ है। 2 महिनाको लकडाउन पछि चाहिँ अब आफ्नो घर जाँदैछु है। एक्साइटेड भइरहेछ है। असारको महिना छ, जताततै हरियाली छ है। रोपाइहरू अब सुरु हुँदैछ। रोपाइको भिडियोहरू पनि म मेरो ब्लगमा राख्नेछु। त्यसको लागि स्टे ट्युन है। मेरो ब्लगलाई माया गरिदिनु होला, मेरो च्यानललाई सबैजनाले सपोर्ट गरिदिनु होला। यस्तै नयाँ भिडियोहरू चाहिँ म तपाईँहरूलाई लिएर आउने नै छु। अहिले चाहिँ राइट नाउ खाडी चौर पुग्न लाग्यो है। खाडी चौरबाट चाहिँ दुईतिर जाने बाटो छ। एउटा जिरी जाने बाटो, एउटा चाहिँ माथि खासा बजार जाने बाटो छ। भटेकोसी जाने बाटो पनि यतै हो। यो चाहिँ खाडी चौरको पुल हो। यता राइटतिर गयो भने चाहिँ जिरी जाने बाटो हो। लेफ्टतिर गयो भने चाहिँ माथि अब भटेकोसी हुँदै खासा बजार जाने बाटो छ। चाइनाको बोर्डर जाने बाटो यतैबाट जानुपर्छ। भटेकोसी बन्जी जम हान्ने ठाउँ द लास्ट रिसोर्ट जाने बाटो पनि यहीँबाट हो है, खाडी चौरबाट। योभन्दा अगाडिको भिडियोमा मैले माथिको ब्लग पनि छ है। तातो पानी हुँदै माथि भटेकोसी हुँदै माथि म चाइनाको बोर्डरसम्म चाहिँ गएको है। त्यतिखेर चाहिँ म माथि जानु पाएन खासा बजार। त्यतिखेर चाहिँ पुल बनाइरहेको छ। हेर्नुभएको छैन भने हेर्नु होला। अनि मेरो च्यानलमा जो नयाँ हुनुहुन्छ उहाँहरूले चाहिँ अब मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। यस्तै नयाँ भिडियोहरू म लिएर आउने नै छु। अनि जो पुरानो हुनुहुन्छ नि उहाँहरूले चाहिँ मेरो अब भिडियो कस्तो लाग्छ, मेरो ब्लग कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट गर्नु होला, लाइक गर्नु होला है। अहिले चाहिँ म सिन्धुपाल्चोक जिल्ला पार गरेर दोलखा जिल्ला प्रवेश गरिसकेँ है। अनि यो चाहिँ खडीढुङ्गा हो। यहाँ चाहिँ खडीको खानी छ है। खडी सबैले थाहा भएकै कुरा हो। यहाँ चाहिँ खडीढुङ्गाको खानी छ। यो ठाउँको नाम चाहिँ खडीढुङ्गा हो। खडीढुङ्गा पछि अहिले चाहिँ म चरीकोट बजार पुगेँ है। चरीकोट बजार दोलखा जिल्लाको सदरमुकाम। धेरै पिसफुल प्लेस छ है। चरीकोटबाट अब जिरी पुग्न ओन्ली 35 किलोमिटर मात्रै छ। यहाँबाट चाहिँ तामाकोसी आउँछ। तामाकोसीबाट मैनापोखरी हुँदै खावाबाट एकैचोटि जिरी। स्टे ट्युन है त गाइज।
पुगेँ है। जिरी पुग्न अब धेरै छैन, स्टे ट्युन। अब धेरै टाइम लाग्दैन, बाटो एकदम राम्रो छ, स्टे ट्युन है त। अनि यो चाहिँ ताबुकोसी पुल। अनि हामी चाहिँ खुटकोटको बाटो आउँदा चाहिँ अब यतापट्टि पारिपट्टि निक्लिने बाटो छ, त्यहाँ हुन्छ। माथि मुडेको बाटो आएको हुनाले चाहिँ यो ताबुकोसी हुँदै हामी जानुपर्छ। वाइल्ड गाइड्स, म चाहिँ खावा बजार पुगेँ है। जिरीको धेरै पानी पर्ने ठाउँ चाहिँ खावा बजार हो यो। अनि यहाँ चिसो चिसो पनि छ, यहाँ चाहिँ धेरै चिसो हुन्छ। हनुमन्ते डाँडा जाने बाटो पनि यहीँ खावा बजारबाटै हो। मेरो योभन्दा अगाडिको ब्लगमा मैले हनुमन्ते गएको ब्लग पनि राखेको छु, हेर्नु होला। भर्खरै हाटबाट पुगेँ म है। यहाँ चाहिँ पहिला हामी सानो हुँदा शनिबार चाहिँ हाट लाग्ने गर्थ्यो, हाट बजार। धेरै टाढा टाढाबाट मान्छेहरू सामानहरू लिएर यहाँ बेच्ने गर्थ्यो। हामीले अलिअलि याद छ, अहिले चाहिँ लाग्दैन। यस ठाउँलाई चाहिँ मने डाँडा पनि भनिन्छ है। मने भनेको चाहिँ अब एकदम ठुलो त्यो घुमाउने त्यो बुद्धिस्टहरूको मने हुन्छ, अहिले चाहिँ एकदम ठुलो मने बनाएको छ यहाँ चाहिँ। खावादेखि हाटरसम्म चाहिँ एकदम हिलो बाटो है। अनि हाटरबाट चाहिँ तल लिन्कन बजार, जिरी बजारसम्म चाहिँ पिच हुँदै रहेछ, खुसीको कुरा है। 2 लाइनको बाटो एकदम राम्रो हुँदै रहेछ, एकदम खुसीको कुरा हो यो चाहिँ है। ड्राइभ गर्ने एकदम मजा आइरहेछ है। वाउ, नाइस है। यो नि त शैली, यो नि त पारा। कति हिलोमा मात्र कुदाउनु यार बाइक। हिलोमा कुदाउँदा मेरो आरसी बाइक नै एकदम ड्यामेज भइसक्यो यार। यस्तो हो नि त, अब यो बाटोमा कुदाउनु चाहिँ एकदम रमाइलो पनि है। बाइकको इन्जिन पनि एकदम सेभ हुने, अहिले चाहिँ एकदम खुसी लागिरहेछ, राम्रो कुरा। राइट नाउ है फाइनल डेस्टिनेसन पुगेँ है। यो चाहिँ जिरी नगरपालिकाको वडा नम्बर 5 को लिन्कन बजार जिरी पुगेँ है। यो चाहिँ जिरी बजार, जिरीको फर्स्ट फुल, एकदम पिसफुल प्लेस। रमाइलो लाग्यो, खुसी लाग्यो है। एकदम क्लिन छ जिरी है, क्लिन जिरी, ग्रेन जिरी, नाइस जिरी। सेफ ड्राइभको साथ एकदम राम्रोसँग जिरी आइपुगेँ म है। अर्को ब्लग लिएर आउने नै छु जिरीको बारेमा, अरू नयाँ ठाउँको न्यू ब्लग अनि न्यू इभेन्ट अनि जिरीको बारेमा सबै कुरा लिएर ब्लग लिएर आउने नै छु। त्यतिखेरसम्मलाई टेक केयरबाट बस्नु होला। किप वाचिङ, किप सपोर्टिङ। अनि मेरो ब्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला। ड्राइभ सेभ है सबैजना, सेफ ड्राइभ, लङ लाइफ। अहिले भिडियो यहीँ गर्छु। लभ यु अल गाइज। ओके, बाई बाई।